अलराइट सो यो केसमा पनि फेरि होला भयो यहाँ हेर यहाँ पनि के भइरहेछ त मेरो आउटलाइनरमा के छ यो क्यारेक्टर छ राइट पोलिगनहरू छ अब यहाँ ब्लेन्ड सेप पनि छ ब्लेन्ड सेपलाई चाहिँ मैले यसमा राखेको छैन राइट मेबी मैले यसलाई बाइन्डको लागि मात्र यहाँ सेपरेट गरेको छु देन जोइन्ट छ देन कन्ट्रोलर छ कन्ट्रोलर ग्लोबलको भित्र फेरि यो ब्लेन्ड सेपलाई पनि मैले त्यसमै राखेको छु हेर वाइ यो ब्लेन्ड सेप मैले यसमा किन राखेँ बिकज यसलाई मुभ गर्दा ब्लेन्ड सेप पनि सँगसँगै जाओस् अल्दो हामीलाई यो चाहिँदैन होइन हाम्रो भिजिबिलिटी अफै हुन्छ तर पनि इफ चाहियो भने सँगसँगै नै हुन्छ राइट अब मैले यहाँ मुभ गरिरहेको छु ब्लेन्ड सेप यहाँ छ भने कहाँ खोज्न जाने फेरि ब्लेन्ड सेपलाई सो यसलाई मैले त्यो रिजनलाई मात्रै हो मैले यसमा राखेको यो मेन कन्ट्रोलरको भित्र छ है देन क्लिन हुनु पर्यो फर्स्ट देन यहाँ छ मैले यो पनि आउटलाइनरको यो ब्रेकडाउन पनि सबै प्लसको थिचेर सबै यहाँ गरेर डेमोन्स्ट्रेट गरेको छु यस्तो चाहिँ हुनु पर्यो भनेर राइट तर अब यहाँ चाहिँ बुझ त कस्तो हुनु पर्यो सी मैले यहाँ लेफ्ट र राइट भनेको यो जस्ट टेक्स्ट मात्रै हो यसलाई पनि मेनमै राखेँ राइट बिकज यसको त खासै केही काम हुँदैन जो सँगसँगै जानको लागि मात्रै हो यो ब्लेन्ड सेप र लेफ्ट र राइट अब अरू के छ त ग्लोबल मेन अनि यो पोली सर्फेस पनि यो पोलिगन होला ल अब यसलाई मैले रिसाइज गर्दा अब यहाँ के भइरहेछ सी रिसाइज चाहिँ भइरहेको छैन हो सो यो रिसाइज गर्नको लागि यो जोइन्ट हिपको जुन जोइन्ट छ मेन प्यारेन्ट कन्ट्रोल जोइन्ट यसलाई पनि यो ग्लोबलमा हालेँ अब ग्लोबल होइन कि यो मेनमा हालिदिन्छु सो मेनको भित्र छ है ग्लोबलको भित्र मेन छ मेनको भित्र चाहिँ अब हिप अनि यो फुटको कन्ट्रोलर्सहरू यो लेफ्ट राइट र ब्लेन्ड सेप अनि यो हिप छ जोइन्ट छ देन अब सी मजाले यो रिस्केल भइरहेछ सो यो एउटा चाहिँ मिस नगर तिमीहरूको इन्भाइरोमेन्ट अनुसार तिमीलाई रिसाइज गर्नु पर्यो भने यस्तो हुनु पर्यो सो आउटलाइनरमा के हुन्छ मेन तिमीहरूको पोलिगन देन कन्ट्रोलर राइट ग्लोबल कन्ट्रोलरको भित्र के हुन्छ यो कन्ट्रोलर हुन्छ र यो कन्ट्रोलरको भित्र चाहिँ अब अरू हुन्छ यहाँ सी यो कन्ट्रोलरको भित्र हिप एन्ड एभ्रिथिङ एल्स हो अनि अर्को एउटा पनि मैले एभ्री क्लासमा त भनेको छु जस्तो लाग्छ मैले इफ मिस भयो भने फेरि एकचोटि यहाँ हेर त यो हात चलाउँदा राइट हात चलाउँदा यो पोल भेक्टर पनि सँगसँगै गइरहेछ राइट वाइ बिकज यो पनि प्यारेन्ट भएको छ अहिले सो यसलाई चाहिँ इन्डिभिजुअली मात्र चलाउनको लागि म सिफ्ट पी गरिदिन्छु यसलाई है सो यो दुईटालाई सिफ्ट पी अनि मेन यो हिपमा प्यारेन्ट गर्ने सो चाइल्ड प्यारेन्ट पी अब हिपमा गयो भने चाहिँ अब फेरि आयो सिमिलरली खुट्टामा पनि त्यही गरे पनि हुन्छ खुट्टामा पनि इफ यो पोलिगन यो चलाउँदा एनिमेसन गर्दै बिकज यो सँगसँगै गइरहेको छ है बदर भयो भने यसलाई पनि हटाएर चाइल्ड प्यारेन्ट यो होइन सिफ्ट पी अघि यो भित्र थियो भने यसलाई मैले निकालेँ अब यसलाई मेनसँग प्यारेन्ट गर्ने अब हिपमा त यो प्यारेन्ट हुँदैन होइन सो मेनसँग प्यारेन्ट गर्दा हुन्छ अनि यसरी योलाई खुट्टालाई इन्डिभिजुअली चलाउनु पर्यो भने शिफ्ट पी child parent p मेन कन्ट्रोलरमा पोल भेक्टरलाई ल अब चाहिँ गयो है सो यसलाई पनि यो पोल भेक्टरलाई मेन कन्ट्रोलर भित्र प्यारेन्ट सो इट्स अलरेडी प्यारेन्ट ल ठिक छ अब यो चल्दा पोल भेक्टर चाहिँ चलाएको छैन हैन सो यसलाई चाहिँ मैले इन्डिभिजुअली चलाउनु पर्यो इफ तिमीले बुझेको छ भने किन गरेको भनेर बुझेको छ होला इफ बुझेको छैन भने अब हेरेको हेरे हुन्छ ल अब नेक्स्ट के बाँकी छ सो आउटलाइनर भयो अब नाउ use create reference for importing your rigged character when you start your animation अब मैले यहाँ use create reference भनेर राखेको छु if किन त this will help you when you paint skin and animate simultaneously if तिमीको स्किनिङ सकेको छैन साइड बाइ साइड गरिरहेछौ एनिमेसन र स्किनिङ भने चाहिँ क्रिएट रेफरेन्स गर हैन हामीले इन्डस्ट्रीमा काम गर्ने पनि यस्तै नै हो बिकज कम्प्लिट भएको हुँदैन स्किनिङ प्रोसेस
राइट, तर एनिमेसन स्टार्ट गर्नु परेको हुन्छ। त्यही भएर साइड बाई साइड गर्नको लागि हामी क्रिएट रेफरेन्स गर्छौँ। अनि पोजमा हाल्दै ल सपोज एरर आयो अरे, पोजमा हाल्दै स्किनिङ गर्नु पऱ्यो भने हामी रिगिङको मेन फाइलमा गएर त्यहाँ एडिट गर्छौँ। त्यसमा पनि हामीले पोजलाई क्रिएट गरेर चाहिँ अनि त्यहाँ अपडेट गरेर अनि यता एनिमेसनमा अपडेट हुन्छ। तर अब है तिमीहरूको टाइम छैन, यो ह्यासल हुन्छ झन् जस्तो लाग्छ भने चाहिँ क्रिएट रेफरेन्स नगर। इफ मजाले यो क्रिएट रेफरेन्सको कन्सेप्ट बुझेको छैन अनि क्रिएट रेफरेन्स गर्यो भने चाहिँ झ्याउ हुन्छ। सो इफ राम्ररी मजाले बुझेको छ भने चाहिँ मात्र यो गर, जसले बुझेको छैन, जसलाई झ्याउ हुन्छ जस्तो लाग्छ, जसको टाइम छैन जस्तो लाग्छ त्यो चाहिँ नगर। तर सिस्टमेटिक वेमा गर्ने हो भने चाहिँ यो वेमा गर्ने हो। अनि अब बिकज हामीले धेरै बडी मेकानिक्सको स्टडी गर्न पाएको छैन, राइट, हामीले टुल्सहरू चाहिँ चलायौँ है, टेक्निक्सहरू थाहा भयो, ग्राफ एडिटरहरू चलाउन थाहा भयो, तर बडी मेकानिक्स कसरी चल्छ थाहा छैन, राइट। सो त्यही भएर पहिला तिमीहरूले रेफरेन्स खोज। दिस इज अ मस्ट है, यो चाहिँ दिस इज अ मस्ट। यो रेफरेन्स खोजेर अनि इम्पोर्ट गरेर गर्ने। हामीले बल एन्ड टेलमा पनि गरिसकेको छौँ यो कुरा, राइट। सो म फेरि भन्दिनँ, आउन त यहाँ आउँछ पनि होला, मैले यहाँ राखेको छु। So use reference image for your animation. कहाँबाट गर्ने, right, view, image plane, import गर्ने। त्यसपछि यो image sequence भनेर check हुनु पर्यो, then play हुन्छ। त्यो play भएपछि अनि सजिलो हुन्छ तिमीलाई, बिकज तिमीहरूको टाइमलाइनमा तिमीहरूले क्लिक गर्यो भने यो मुभी पनि प्ले हुन्छ अनि त्यो मुभी अनुसार तिमीहरूले क्यारेक्टर पनि ट्रेस गर्न सजिलो हुन्छ। सो यु निड टु डु दिस। यो गरेन भने चाहिँ तिमीहरूको टाइम कन्ज्युमिङ हुन्छ, टु मच हुन्छ, राइट। सो 20 सेकेन्ड्स छ मिनिमम हाम्रो बुझाउनु पर्ने। 20 सेकेन्ड्समा अगाडि 5 सेकेन्ड जति मेबी तिम्रो यो इन्भाइरोमेन्ट देखाउनलाई जान्छ होला, राइट, त्यो स्टोरी बिल्डअप गर्न जान्छ होला। देन त्यसपछि उसको यो अब्जेक्ट इन्टरेक्सन स्टार्ट हुन्छ होला। सो त्यसै गरी मिलाउने है। अनि के अरे प्रिमियर प्रोमा अर आफ्टर इफेक्ट्समा कट गर, त्यसमा त अभियसली तिमीहरूलाई गर्न आउँछ होला, त्यो कट गरेर इमेज सिक्वेन्समा एक्सपोर्ट गर्ने, पिएनजी जेपेग जुनमा गरे पनि हुन्छ, अनि इम्पोर्ट गर। अनि प्रपर नेमिङ कन्भेन्सन, अब यो चाहिँ रेकमेन्डेड हो। तिमीहरूले जस के बुझ्नु पर्यो भने क्यारेक्टर अरू तिमीहरूको होइन त्यो सिनको नाम, देन एनिमेसन हो कि रिगिङ हो त्यो क्लियर हुनु पर्यो। अनि सिन कुन हो, एनिमेसन भयो सिन कुन हो, एउटै फाइलमा त गरेको होइन होला, एउटै फाइलमा नगर है एनिमेसन। तिमीहरूले यो क्यारेक्टर एनिमेसन सिन भनेर सबै थोक त्यसमा राख्यो भने तिमीहरूलाई झ्याउ हुन्छ। कुन चाहिँ कति फ्रेममा रेन्डर गर्ने, क्यामेरा एनिमेसनहरू कति त्यो टु मच हुन्छ, ह्यासल हुन्छ। सिन 1 2 3 4 गरेर राख। अनि फाइनल सबमिसनमा यो भर्जन 3 भर्जन 2 भनेर राख्ने होइन। फाइनल सबमिसनमा जस्ट एउटा हुन्छ, सिन 1 मेबी सिन 2 को फाइनल भर्जन्सहरू मात्रै हुन्छ। देन क्यारेक्टर रिगिङको पनि फाइनल मात्रै, यो क्यारेक्टर रिगिङ V01 क्यारेक्टर रिगिङ फाइनल लेखेछ, त्यसरी चाहिँ सबमिट नगर्ने, जस्ट 1 हुनु पर्यो, सक्यो। देन यो चाहिँ यिनीहरू चाहिँ तिमीहरूको इन्क्रिमेन्टलमा हुन्छ होला। इन्क्रिमेन्टलमा चाहिँ बरु जोइन्ट सेटअप, कन्ट्रोलर यसो भनेर चाहिँ आफूले बुझ्ने गरी राखे हुन्छ, सब डिभिजन्सहरू क्रिएट गरे हुन्छ है। अलराइट, अनि कतिजनाले ब्लकिङ गरेको छैन। ओके, सो ब्लकिङ तिमीहरूलाई नै सजिलोको लागि हो, एनिमेसन राम्रो गर्नको लागि हो। बट देन अगेन तिमीहरूको टाइमै छैन भने अब इट्स अप टु यु। अब टाइमै छैन भने ब्लकिङ गर नै भन्न चाहिँ भन्दिनँ म। यो राम्रो गर्नु छ भने चाहिँ ब्लकिङ गर, सिस्टमेटिक वेमा गर्नु छ भने ब्लकिङ गर्दै गर, राइट। एकजनाले देखाएको थियो, उसको एनिमेसन चाहिँ राम्रो थियो, राइट, तर फ्लोटी भइरहेको थियो। अब त्यो फ्लोटी एनिमेसनलाई मैले उसलाई सजेसन्सहरू दिँदा पनि उसले टु मच इनबिट्विनै राखेको छैन उसले, होइन। मलाई उसलाई गाइड गर्न पनि गाह्रो भयो, यो के पोज यो गर भनेर। त्यो चाहिँ अलिकति ह्यासल हुनसक्छ। स्टार्ट विथ ब्लकिङ, देन सेट की पोजेस, राइट। की पोजहरू सेट गर्ने। अब यहाँ कति राखेको छु मैले, 1 11 मेबी 22 यसोमा छ, यो जस्ट की पोज भयो। देन यो ब्लकिङको फाइल पनि सेभ गर, किनकि हामीलाई प्ले ब्लास्टमा चाहिन्छ यो ब्रेकडाउन भिडियोको लागि, थाहा छ नि, ब्रेकडाउन भिडियो पनि बनाउनु पर्छ, राइट। सो पहिला प्रिभियसली चाहिँ तिमीले स्क्रिन रेकर्ड गर्नु पर्थ्यो, तर त्यो ह्यासल छैन तिमीहरूको लागि। जस्ट त्यो फाइल तिमीहरूको मेन फाइलमा ब्लकिङको फाइल, स्प्लाइनिङको फाइल, रिफाइनिङको फाइल, त्योमा जस्ट प्ले ब्लास्ट बनाऊ एन्ड द्याट्स इट। सो यो ब्लकिङ। एन्ड देन ट्विन मसिन, मैले ट्विन मसिन राख भनेर भनेको थिएँ नि, राइट। यो बल एन्ड टेलमा पनि राखेको छु। अब यो क्यारेक्टरमा चाहिँ इट्स भेरी इम्पोर्टेन्ट।
यो इजिली उसले इन बिट्विनहरू क्रिएट गरिदिन्छ। मैले यो सबै इन बिट्विनहरू जस्ट वान क्लिकमा बनाएको। सो यो पोज बनाउन मलाई टाइम लाग्यो, 1 2 3 4 5 6 7 8 पोजेसहरू बनाउन मलाई धेरै टाइम लाग्यो। मजाले मैले ब्यालेन्स छ छैन सबै पर्सपेक्टिभमा घुमाइ घुमाइ हेरेर टाइम बनाएँ। देन मैले यो इन बिट्विनहरू बनाउनलाई चाहिँ जस्ट यो ट्विन मसिनको वान क्लिक गरेर बन्यो, जेनेरेट भयो। सो इट्स इजियर है। अहिले म गरेर देखाउँछु पनि यो। अनि एक्जाजरेट गर्न चाहिँ नडराउने, डु नट बी स्केयर टु एक्जाजरेट योर मोसन्स। तिमीहरूले थोरै थोरै मात्रै जस्तै स्माइल एक्सप्रेसन्सहरू बनाउँदा पनि थोरै थोरै गरेर हुन्छ होइन, बरु धेरै राख, एक्जाजरेट गर, आफूलाई कति चाहिन्छ अनि त्यो अनुसारको मिलाउने है। अब यो ट्विन मसिनको एउटा ओके म यहाँ गरेर देखाउँछु। लेट्स स्टार्ट विथ एक्सप्रेसन्स है त फर्स्ट। यसमा मैले के एक्सप्रेसन हालेको छु, सक रे। अब सकको नाममा यो आ मात्रै हुँदैन राइट। अब सकको लागि आँखा पनि ठुलो हुनु पर्यो यसरी, राइट। देन त्यसपछि मसँग ब्लिङ्क छ, देन एउटा स्माइल छ। ओके लेट्स स्टार्ट विथ ब्लिङ्क। अब ब्लिङ्क चाहिँ एक्सप्रेसनमा गन्दैन, बट तिमीहरूले यो इन्क्लुड चाहिँ गर्नुपर्छ। ओके अब ब्लिङ्कको लागि एक्सप्रेसन्सको लागि यहाँबाट तिमीहरूले राइट क्लिक अनि की सेलेक्टेड यहाँ आयो हो, सी यहाँ पनि आयो, मैले 1 मा राखेँ। देन लेट्स से म 1 2 3 मा गएँ, 4th मा गएँ अनि यो 1 हुन्छ, आँखा चिम्म भयो राइट। अगेन की सेलेक्टेड। अब यही कुरा चाहिँ तिमीहरूले यहाँबाट गरे पनि हुन्छ, एनिमेसन एडिटर, शेप एडिटर। सो यहाँबाट पनि सी ब्लिङ्कमा राइट, यहाँ स्लाइडर चाहिँ छ, यहाँ चाहिँ भ्याल्यु छ र सेम थिङ हो, यहाँबाट राइट क्लिक की गरे पनि हुन्छ। ओके इट्स द सेम थिङ। अनि आँखा बन्द भयो, देन 1 2 3 फेरि 3 3 फ्रेम्समा राखेँ मैले, देन 0 गरेँ, देन अगेन की सेलेक्टेड राइट। नाउ 1 2 3 यहाँ एनिमेसन चाहिँ भइरहेको छैन, वाइ ब्लकिङ होला होइन। सो मैले त्यहाँ ब्लकिङको चाहिँ मिलाएको छैन। अनि कहिले काहीँ यस्तो भइरहेको हुनसक्छ, यो वाइट पाएर यता। देन यसलाई स्प्लाइनिङ। सो द डिफरेन्स इज यति नै हो हेर, यो ब्लकिङमा छ तिमीहरूको होइन, ब्लकिङमा छ, मलाई अब स्प्लाइनिङमा चाहियो भने जस्ट सेलेक्ट दिस अनि यो अटोवाला अटो टेन्सनवाला सेलेक्ट गर्ने अनि स्प्लाइनिङ हुन्छ, त्यति हो। तर द नम्बर अफ इन बिट्विनले चाहिँ डिपेन्ड गर्छ तिम्रो कतिको राम्रो हुन्छ यो स्प्लाइनिङ भनेर। इफ तिमीले 1 मा छ एउटा, 20 मा छ एउटा, 40 मा छ अर्को की फ्रेम भने अनि तिमीले स्प्लाइनिङ गर्यो भने भेरी फ्लोटी हुन्छ। द्याट्स वाइ इन बिट्विन चाहिँ चाहिन्छ है। ल अब यो एउटामा हेर त, अहिले के भयो, ब्लिङ्क भयो राइट। अब नर्मली चाहिँ ब्लिङ्क गर्दा जब आँखा ओपन गर्छौ त्यति बेला अलि टाइम चाहिँ कन्ज्युम हुन्छ। सो मैले 2 फ्रेम्स सारेँ। सो यो आँखा बन्द हुँदा 1 2 3, देन खोल्दा चाहिँ 1 2 3 4 5 है, यति। अब बेटर भयो है। सो यो भयो। देन इफ मैले अझै सारेको भए 2 फ्रेम्स अझै सारेँ भने अब यो सबै स्पेसिङ त हो नि होइन, टाइमिङ एन्ड स्पेसिङ। अब अझै उसले टाइम लियो, सो मेबी अल्छी लागिरहेको भाइब आयो अब होइन, बिस्तारै खोल्यो। सो आफ्नो भाइब अनुसार सबै यो स्पेसिङ नै हो, बिकज तिमीहरूले अब बल एन्ड टेलको गरिसक्यो भएर स्पेसिङहरू तिमीहरूलाई थाहा छ होला अब राइट। कहिले गएको भर्खर? ओके अब ल अब लेट्स से मसँग यहाँ सक छ राइट, यो सकको एक्सप्रेसन गराउनु पर्यो अब। सो यो ब्लिङ्क भयो, लेट्स से 20 मा चाहिँ ऊ सक हुन्छ। सो सकमा फर्स्टमा न्युट्रल भयो राइट। सो न्युट्रलमा मैले की सिलेक्टेड गरेँ, यहाँ पनि यो भनेको चाहिँ मेरो आँखाको लागि हो राइट, यो चाहिँ मेरो सकको लागि हो। सो यो 0 मा छ। देन लेट्स से अब मलाई थाहा छैन कति फ्रेममा राख्ने, बिकज मलाई पनि यहाँ प्ले गरेरै हेर्नुपर्छ, मलाई पनि थाहा छैन यो यति फ्रेममा राखेर चाहिँ यति हुन्छ भनेर है। सो 1 2 3 नै राखेँ मैले अहिलेलाई। देन 1 यो आँखा चाहिँ ठुलो भयो र सक पनि ठुलो भयो। ल अब यो पनि मेबी मैले यहाँ चलाएको छैन होला, सक र यो फोकस यो एन्ड स्प्लाइन राइट। अब हेर त एनिमेसन सक जस्तो देखिरहेछ
देखिरहेछ तर त्यो भाइब आएन होइन, त्यो फिल आएन। सो यसलाई यतिकोलाई कसरी राम्रो गर्न सकिन्छ त? अब गाइस सी, एक्सप्रेसनको 10 मार्क्स है, एक्सप्रेसनको 10 मार्क्स छ। यो तिमीहरूले जस्ट यति मजाले राम्ररी गर्यो भने यु गेट 10 मार्क्स। सो एक्सप्रेसन चाहिँ मैले अलरेडी बनाइसकेको छु, एक्सप्रेसनमा चाहिँ मलाई टाइम लाग्दैन बनाउन, एनिमेट गर्न होइन। सो यो मजाले गर। अब यहाँ चाहिँ मैले यति गरेँ, लेट्स से कि मलाई यो टु मच भइरहेछ, मलाई यतिसम्मको एक्जाजुरेट हुनु छैन। सो लेट्स से 0.6 गऱ्यो भने चाहिँ कम भयो, 0.7 मेबी होइन। देन अगेन एकचोटि की सेलेक्टेड। अब यतिलाई कसरी राम्रो बनाउन सकिन्छ त? मेबी उसको बडी पनि चलाउनु पर्यो अब त्यही अनुसार होइन। अब एक्सप्रेसन भन्दैमा जस्ट जस्ट फेसियल मात्र गरेर हुँदैन, अलिकति बडी पनि चल्छ। सो त्यसको लागि लेट्स से यसमा मैले स्किनिङ गरेको छु कि छैन फेरि, ओके छ रहेछ। ओके लेट्स से अब यसमा 1 2 3 अब अप्पर बडी पनि अलिकति एनिमेट गर्ने। सो कहाँ चाहिँ उसको एनिमेट भएको छ त सक? अगेन लेट्स सी। अब यो क्यारेक्टरलाई मात्र सेलेक्ट गरेर यहाँ आउँदैन, अघि मैले जुन ब्लेन्ड सेपको बनाएँ नि राइट, त्यो आउँदैन। यहाँ एक्सप्रेसनमा जानुपर्छ, एक्सप्रेसनमा क्लिक गर्ने। अब आयो सी, यहाँ देखिरहेछ। अब 20 मा राखेको रहेछ मैले। 20 बाट 23 मा चाहिँ सक भएको रहेछ। सो लेट्स गो टु 20। अनि यो अप्पर बडीलाई चाहिँ म अब के गर्छु त, यहाँ चाहिँ मैले सेट गरेँ एस3 चाहिँ। सो एस चाहिँ यो तिनटाको लागि। देन 1 2 3 अलिकति फरवर्ड सेट, अगेन 1 2 3 देन अलिक पछाडि गयो अब, देन सेट होइन। अब अगेन मेरो यो डिफल्टमा ब्लकिङ मोडमा छ। सो यो स्प्लाइन होइन। अब अगेन यसलाई अझै कसरी बनाउन सकिन्छ त? मेबी यो अलि वाइडर हुन्छ। अनि यो जुन यो भयो यहाँ भइसक्यो होइन। सो यो अब सी म जस्ट इमेजिन गरेर बनाइरहेको छु। अब मैले इमेजिन गरेर बनाउँदा टाइम चाहिँ लाग्छ। अब मलाई आफूलाई थाहा छैन कुन फ्रेममा कति राख्ने भने म यो प्ले गर्दै हेरिरहेको छु। सो टाइम कन्ज्युमिङ हुन्छ। यो तिमीहरूको अलरेडी यहाँ एउटा रेफरेन्स छ भने चाहिँ ठ्याक्क थाहा हुन्छ तिमीहरूलाई कहाँ कहाँ कुन कुन फ्रेममा होइन के गर्ने भनेर है। सो त्यो चाहिँ हेर। अब लेट्स से कि यसमा मलाई एक्सप्रेसनको अलि चेन्ज गर्नु पर्यो। सो 1 2 3 होइन। सो सी डिफरेन्स। अब यसलाई पनि हामीले बल एन्ड टेलमा अफसेट क्रिएट गरेको याद छ? बल एन्ड टेलमा चाहिँ मैले फलो थ्रु ओभरल्यापिङ गर्दा अफसेट क्रिएट गरेको। सो यसमा पनि सेम थिङ यो होइन। सो 20 23 र 27 मा छ। यो फर्स्टको कन्ट्रोलर सेलेक्ट गरिरहेको छु, 20 23 र 27। यो पनि सेम थिङ हो, यो पनि सेम थिङ हो। तर बल एन्ड टेलको त्यो टेलको इफेक्ट फलो थ्रु एन्ड ओभरल्यापिङ दिनको लागि चाहिँ म अब के गर्छु, यो दुईटालाई अलि शिफ्ट गरिदिन्छु। सो 1 फ्रेम अहिले 1 फ्रेम गरेर हेरौँ। देन यसको पनि 1 फ्रेम। सो यो अलिकति डिफरेन्स देख्यो? डिफरेन्स देख्यो कि देखेन? अफसेट भएको। अघि अलि स्टिफ थियो होइन। अब चाहिँ पहिला यो मुभ भयो, यो मुभ भयो, देन यो मुभ भयो, देन लास्टमा टाउको मुभ भयो। सो जस्ट 1 फ्रेम चलाउँदा पनि कति डिफरेन्स देखिन्छ। अब यो अलरेडी तिमीहरूले बल एन्ड टेलमा गरिसकेको छौ। सी अब त्यो टेक्निक्सहरू तिमीहरूले क्यारेक्टरमा अप्लाई गर्ने मात्रै हो होइन। अब ब्लिङ्क यो अब अलि बल्ल लाइफ आएको जस्तो भयो राइट। सो सी यति 3 फ्रेम्स की फ्रेम्सले मात्रै पनि तिम्रो यस्तो इफेक्ट आयो राइट। जस्ट 3 की फ्रेम्स। एक्सप्रेसनमा त जस्ट दुईटा मात्रै छ, दुईटा मात्रै छ। सो यसरी गर्ने। अब एक्सप्रेसन राख्दा पनि जस्ट स्माइलको नाममा यो लिप्स मात्रै गरेर त्यसो चाहिँ नगर्ने, अलिकति बडी मुभमेन्ट पनि देऊ है। केही क्वेसन छ यसमा? बुझिरहेछ है यो? नेक्स्ट के छ? ओके अब ट्विन मसिन। ट्विन मसिन इन्स्टल गरेको छ सबैले? इट्स भेरी इजी है ट्विन मसिन गर्नको लागि। तिमीहरूको यो मैले उसमा राखिसकेको छु, एमएसटीमा छ। अरे ल एमएसटीमा त्यहाँ एनिमेसन रिसोर्सेस भित्र
वान ड्राइभको लिङ्क छ, त्यसमा ट्विन मसिन डाउनलोड गर र तिमीहरूले यहाँ यहाँ इजिली आउँछ। एचडी माया रिस्टार्ट चाहिँ गर। एचडी इन्स्टल गरिसकेपछि माया रिओपन चाहिँ गर्नुपर्ने हुन्छ है, अनि यो इजिली आउँछ। ओके, यो एक्सप्रेसन भयो। अब नेक्स्ट लेट्स मुभ अन टु अब्जेक्ट इन्ट्रेक्सन। अब यो अलराइट, सी तिमीहरूको रेफरेन्स राख्नलाई भ्यू, इमेज प्लेन, इम्पोर्ट इमेज, मेरो रेफरेन्सहरू यहाँ छ। सो म 1 मा जान्छु, ओपन गर्छु, देन यो यहाँ आयो होइन। सो मसँग यहाँ अझै प्ले भएको छैन, इमेज चाहिँ आयो, प्ले भएन बिकज मैले यहाँ यो टिक गर्न बाँकी छ। सो चेक भइसकेपछि अब प्ले भयो। हो, अब सी यहाँ चाहिँ मैले एउटा की पोजहरू क्रिएट गरिसकेको छु। अब की पोज कुन कुन हुन्छ त यो भिडियोमा लेबल गरेको हुँदैन, यो की पोज हो भनेर आफैले थाहा हुनु पर्यो होइन। वर्क साइकल गर्दा हामीले 3 फ्रेम्सको ग्यापमा 5वटा त्यो की पोजहरू राख्दै गर्दै गरेर थियौँ भने अब यसमा चाहिँ हुँदैन, त्यस्तो भन्दैन यसले कुन चाहिँ की पोज हो भनेर। अब आफैले डिटरमाइन गर्ने। अब यहाँ हेर है, यो अब्जेक्ट, यो आई मिन यो मान्छेले कति उसको एक्सनमा कति चेन्ज आएको छ त। अब एनालाइज गर, उसको पोस्चर एनालाइज गर। सो अहिले 1 मा यो एउटा की पोज भयो, सो एउटा बनायो होइन। देन मेजर चेन्ज कतिखेर हुन्छ होला। अब यहाँ पनि हामीले वर्क साइकल चाहिँ बनाउनु पर्दैन राइट, तर वर्क साइकल जुन कन्सेप्ट छ नि, त्यो 4वटा पोज छ नि, त्यो अनुसार यो पनि सेम थिङ हुन्छ। अब यहाँ हेर त, सी यहाँ अलि अब बल्ल के गर्न थाल्यो, उसले स्टेप लिँदैछ उसले होइन, ऊ के अरे पोजमा आउन लाग्छ। सो पुस गर्नलाई ऊ पोजमा आउन लाग्छ, रेडी भइरहेछ। सो यतिमा 1 र 12 मा हेर त, उसको धेरै छैन नि, 1 र 12 को फ्रेम होइन। सो उसको मुभमेन्ट स्लो हुन्छ यता। त्यसपछि यो खुट्टाले टेक्यो। अब यो खुट्टाले टेक्यो, किन टेक्यो? बिकज यो खुट्टा अगाडि जानु पर्यो होइन। अब यो सेकेन्ड की फ्रेम राखेँ मैले, की पोज राखेँ। देन नेक्स्ट सी यसले टप्प यो डाउन पोज जस्तो भयो राइट, डाउन भयो। यो चाहिँ फरवर्ड गइरहेछ। अब मैले एक्सट्रिम यो भयो। देन त्यसपछि यो जब डाउन पुरै हुन्छ तब राखेँ मैले एउटा की पोज। अब यो फरवर्ड जाँदैछ। देन नेक्स्ट की पोज चाहिँ यो के कस्तो की पोज हो, यो हाम्रो कन्ट्याक्ट पोज जस्तो छ नि यो होइन। सो यसले चाहिँ थोरै यो थोरै मात्रै भइरहेछ। अब अगेन त्यो मलाई अलिक एक्जाजुरेट गर्नु पर्यो भने गरे हुन्छ। यो नर्मल हाम्रो ह्युमन भयो, रियलवाला ह्युमन भयो। कार्टुनहरूको लागि अलिक एक्जाजुरेटेड गरे पनि हुन्छ, तर यही हो है मेन यो की पोजहरू, यो पोस्चर चाहिँ यही नै हो। यो भयो कन्ट्याक्ट पोज टाइपको भयो। देन अब सी फेरि के भयो, यो डाउन भयो, यो अलि माथि आयो, ऊ पोजमा आउनु थाल्यो। पुस गर्नलाई यो उसले सी उसको हात पोजमा आउनु थाल्यो राइट, त्यो एउटा की पोज राखेँ मैले। अब यो यही नै हुनुपर्छ भन्ने छैन, मैले 45 मा राखेको, 44 मा राखेको छु, 45 मै राख्नुपर्छ भन्ने छैन। मेबी तिमीहरूलाई यहाँतिर लाग्छ होला की पोज, सो इट्स अप टु यु है। पछि इन बिट्विनहरू थप्दै जानु पर्छ नै। सो यो की पोज कहाँ राख्ने आफूले यो डिटरमाइन यो रङ भयो भनेर त्यो गरेर राख्नु पर्दैन। देन यहाँ छ अलि पुस गर्न थाल्यो, उसले फोर्स एक्जर्ट गर्न थाल्यो, तर यो अझै फरवर्ड चाहिँ गएको छैन हो। देन अब पुस गरिरहेछ, यहाँ सर्टेनमा चाहिँ मैले यहाँ बल्ल एउटा की फ्रेम राखेँ, यहाँदेखि यहाँसम्म, बिकज यो यहाँसम्म सबै जस्ट पुस मात्र भइरहेछ। सो मैले की फ्रेम राखेन, डाइरेक्ट यहाँ राखेँ। सो यो चाहिँ की पोजेसहरू भयो। अब मलाई यहाँ यो इमेज हेर्दै गर्दा सजिलो भयो, सो तिमीहरूलाई पनि त्यही भएर रेफरेन्स राख भनेको। इमेजिन गरेर गर्न थाल्यो भने मिल्दैन, कुन चाहिँ के हो, यो पोज कस्तो हो, हिप कसरी राख्ने हो, खुट्टा कता के गर्ने हो, टु मच ह्यासल हुन्छ। इफ यु हेभ अ रेफरेन्स इमेज, रेफरेन्स भिडियो, देन इट्स मच इजियर है। यो की पोजेसहरू। अब नाउ
ट्विन मसिन युज गरेर कसरी इन बिट्विन्सहरू क्रिएट गर्ने त? अब यो की पोजहरू क्रिएट गर्नलाई इट विल टेक टाइम, सबै मिलाउनु पर्यो, हात, हिप, हेड हैन, खुट्टा सबै मिलाउनु पर्यो। अब वान्स दिस इज डन, अब चाहिँ सजिलो हुन्छ बिकज वी हेभ ट्विन मसिन। अब 1 मा छ, 12 मा छ की पोज, राइट? मलाई बिचमा चाहियो। अब ट्विन मसिनको कन्सेप्ट बुझ है गाइज, हल्ला भइरहेछ यहाँ, सुन त। ट्विन मसिन कसरी चलाउने एकचोटि हेर, तिमीहरूलाई भेरी एडभान्टेज हुन्छ त्यसको। ल, सो 1 र 12 भयो, राइट? 1 र 12 यो की पोज, 1 12 1 12। 7 मा थोरै चेन्ज भएको छ। अब यो हाम्रो इमेजलाई हेर त, थोरै मात्र चेन्ज भएको छ नि, हैन? बिकज अगाडि जहिले के हुन्छ, स्लो इन हुन्छ, राइट? स्लो इन एन्ड स्लो आउट। सो स्लो इन हुँदा के हुन्छ त, यहाँ थोरै मात्र चल्यो, अनि यहाँ चाहिँ अलिक बढी चलिरहेछ हेर, ल्याटर हाफमा चाहिँ, राइट? सो फर्स्ट हाफमा थोरै मात्र चल्यो, ल्याटरमा चाहिँ के चल्यो, धेरै चल्यो। अब यही कुरा हामी ट्विन मसिनबाट निकाल्ने। इफ ट्विन मसिनमा मैले यहाँ 0 छ, राइट? मैले 0 सबै सिलेक्ट हुनु पर्यो, तर सबै सिलेक्ट हुनु पर्यो र तिमीहरूको यहाँ पनि सेट भएको हुनु पर्यो, सबै रेड हुनु पर्यो। सो सबैलाई यो की फ्रेममा गएर म अब एकचोटि एस थिच्छु है, एस 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 एस। सो की नभएको ठाउँमा, जस्तो यहाँ की छ, राइट? आई मिन भ्याल्यु छ तर की भएको छैन, सो त्यसलाई सेट गरेँ। यो चाहिँ वान्स यु फिनिस्ड डुइङ यर की पोजेस। अनि अब यहाँ गएर मैले 0 मै मैले सेलेक्ट गरेँ भने अब उसले के क्रिएट गरिदियो, एउटा सी पोज क्रिएट गरिदियो। मैले केही गर्नु परेन, मैले इन्डिभिजुअली केही चलाउनु परेन, उसले आफैले जेनेरेट गरिदियो। तर यो 0 मा राख्ने भनेको चाहिँ के हो त, उसले ठ्याक्क सेन्टर बिचको भ्याल्यु बनाइदिन्छ भन्नाले 1 र 12 को, हैन? 1 र 12 को ठ्याक्क मिड पोइन्ट बनाइदियो कि उसले। तर हामीलाई त कस्तो चाहिने हो, स्लो इन चाहिने हो नि, हैन? सो स्लो इन गर्नको लागि चाहिँ म अराउन्ड यो पोज तिर यता राखिदिन्छु। अब के भयो, अब लेट्स सी डिफरेन्स है। कन्ट्रोल जेड गरेँ मैले, एउटा चाहिँ मिड पोइन्टमा राखेर हेरौँ, अराउन्ड ल 1 मा छ, हैन? अब यो दुईटाको ग्याप हेर त, मिड पोइन्टमा राख्दा यतिको स्पेसिङ भइरहेछ, यतिको चेन्ज भइरहेछ हो। अब म स्लो इन क्रिएट गर्नको लागि यता इन्क्लाइन गर्छु है, यतातिर, यो पोजतिर। अब हेर त, थोरै छ नि, कम भयो, याद गर्यो? अब दिस इज एभ्रिथिङ इज स्पेसिङ है। अब यो सबै स्पेसिङको कुरा हो, टाइमिङ र स्पेसिङको कुरा हो। थोरै मात्र भयो भनेको यहाँ बस बिस्तारै हुन्छ, एन्ड देन अब यहाँ टु मच भयो, हैन? टु मच भन्नाले मिड पोइन्ट भन्दा बढी भयो। सो यो एउटा की पोज। देन अगेन यहाँ ट्विन के अरे इन बिट्विन चाहियो भने अगेन युजुअली चाहिँ म चाहिँ धेरै जसो यतातिरै ढल्किन्छु, ठ्याक्क मिड पोइन्टमा राख्दिनु, बिकज एनिमेसनहरू जहिले स्लो इन हुँदै स्लो आउट हुन्छ, राइट? मोस्ट अफ द एनिमेसन। सो यतातिर राखिदिन्छु। सो यहाँ पनि थोरै, देन अलि धेरै एक्सन भएको छ। देन अगेन यो दुईटाको बिचको मलाई एउटा इन बिट्विन चाहियो। सो यहाँ गएर अगेन यतातिर, हैन? सो 1 2 3। देन मेबी यहाँ अगेन चाहियो होला मलाई, सी यहाँ धेरै ग्याप छ यहाँ, सो मेबी यहाँ पनि मलाई चाहिन्छ होला। देन यहाँ पनि एउटा इन बिट्विन। सो इन बिट्विन मेक्स एभ्रिथिङ इजियर। अब यो केसमा यहाँ पुश गर्यो उसले, अघिको एनिमेसन याद छ कस्तो थियो, अलिकति स्मुथ थिएन, हैन? जस्ट ब्लकिङ थियो। अब यहाँ अलिअलि हुँदैछ, तर यहाँ जर्कहरू चाहिँ आउँछ है। तिमीहरूले ब्लकिङमै राम्ररी पोजहरू बनाएको छैन भने यो इन बिट्विन गर्दा झन् झ्याउ हुन्छ, बिकज यहाँ एउटा ठाउँ बिग्रिसकेपछि तिमीले अब कतिवटा मिलाउने अब इन बिट्विन, हैन? सो फर्स्टमै पोज चाहिँ की पोज राम्ररी मिलाउने। अब यो पनि यहाँ पनि सेम थिङ, 55 र 80 मा छ, 55 र 80 मा पुश गरिरहेछ उसले, हैन? सो यहाँ पनि ठ्याक्क म इन बिट्विन यो ठ्याक्क मिड पोइन्टमा गएँ, अलिकति पुश गरेँ। सो फर्स्टमा जहिले के हुन्छ, अलिकति स्लो नै हुन्छ, राइट? अगाडिदेखि नै पुरा फोर्स आउँदैन, स्लो हुन्छ, अनि ग्रेजुअली धेरै धेरै पुश हुँदै जान्छ, हो नि? रियलमा त हुने त्यही नै हो नि, हैन? सो यहाँ पनि सेम थिङ। अब बिकज मैले अलिकति यता राखेँ, सो यता सी ग्यापिङ कति छ, थोरै छ हो। देन यता अलिक बढी छ। देन अगेन अब चाहिँ बिचबिचमा फेरि म थप्दै जान्छु है। अब मैले के गरेको छैन,
हेर त डोन्ट चाहिँ के हो 55 र 80 मा छ मैले यहाँदेखि चाहिँ इन बिट्विन हाल्दै गरेको छ यसरी चाहिँ मैले इन बिट्विन हालेन यसरी यसरी चाहिँ इन बिट्विन हालेको होइन है मैले यसरी यसरी होइन ठ्याक्क उसको बिचमा गयो अब ठ्याक्कै त हुँदैन होइन कहिलेकाहीँ अब 1-2 फ्रेम्स यता भइरहेको छ सो यसरी चाहिँ राख्यो पहिला यो दुइटाको बिचको देन अझै चाहिन्छ भने देन थप्दै जाने अब होइन सी अब पुश भयो सो अल यु निड टु डु इज की पोज चाहिँ राम्रो बनाउनु पर्यो की पोज बनाउँदै बनाउँदै अनि बिच बिचमा इन बिट्विन यसरी थप्दै जाऊ अलराइट ल अब अर्को चिज लेट्स से यो ठाउँमा उसले यो पुश गरिरहेछ अब मेबी तिमीहरूको स्वर्ड छ होला होइन अब यहाँ चाहिँ इट्स इजी यो ब्लकलाई पुश गर्न बिकज मैले फेरि गयो ओके सी यसमा तिमीहरूले केही अब्जेक्टलाई प्यारेन्ट गर्नु छ भने जस्तै कसैको ब्याग थियो होइन ब्याग बोकिरहेछ भने तिमीले ब्यागलाई बाइन्ड गर्यो भने के हुन्छ तिमीहरूले बेन्ड गर्दा त्यो ब्याग पनि डिफर्म हुन्छ जुन राम्रो हुँदैन त्यो केसहरूमा जस्तै क्याप भयो होइन क्याप छ भने बाइन्ड गर्नु पर्दैन त्यसलाई के गर त जस्ट एउटा यो हिपमा अर यो नेकमा प्यारेन्ट गरिदियो ब्याग हो भने हिपमा प्यारेन्ट गरिदियो प्यारेन्ट गर्यो भने के हुन्छ सँगसँगै जान्छ तर डिफर्म हुँदैन होइन क्याप पनि त्यही गरे हुन्छ क्याप त अब गाह्रो हुँदैन बिकज क्याप त माथि हुन्छ हेड पनि त्यस्तो साह्रो डिफर्म त हुँदैन राइट सो क्यापमा त त्यस्तो हुँदैन अरू अरू अब्जेक्ट्सहरू जस्तै मेबी तिम्रो यो गन छ अरे यहाँ गन त डिफर्म हुँदैन होला नि होइन सो त्यसलाई जस्ट प्यारेन्टिङ गर्दै हुन्छ अब प्यारेन्ट गर्दा त्योहरू चाहिँ प्यारेन्ट जस्ट बडी सँगसँगै जाने हो भने जस्ट चाइल्ड प्यारेन्ट पीमा त गयो हुन्छ हाम्रो नर्मल प्यारेन्टिङ अब एनिमेट गर्नु छ भने चाहिँ अब यसमा मैले के गरेको छु एकचोटि हेर त यो पी क्यूब यो क्यूब छ क्यूबको भित्र कन्स्ट्रेन युज गरेको छु मैले याद छ कन्स्ट्रेन याद छ नि राइट सो कन्स्ट्रेनमा मैले कुनसँग कनेक्ट गरेको छु त कुन चाहिँ हात भयो यो हातसँग हेर यो हात सो मैले ब्लकलाई सेलेक्ट गरिरहेको छैन अहिले एनिमेट गर्दा राइट मैले यो कन्ट्रोलरलाई सेलेक्ट गरिरहेको छु सो यो मुभ गर्दा त्यो पनि मुभ भयो होइन अब यो कन्सेप्ट त थाहा छ होला सबैलाई यहाँ के हुन्छ त 0 र 1 को कन्सेप्ट हुन्छ 0 भनेको अफ सो यो 49 मा 49 सम्म 0 छ सो यहाँसम्म चाहिँ उसको हात चलिरहेछ तर ब्लक चलेको छैन बिकज यो अहिले 0 छ होइन सो यहाँ उसको हात जति मुभ भयो भने केही एफेक्ट भएको छैन राइट देन 49 मा आउँछ 0 नै छ 49 सम्म चाहिँ 0 मा छ 50 देखि चाहिँ अब उसको हात मुभ गर्यो भने अब सँगसँगै जान्छ अब कहाँ कहाँ पुश गर्ने त राइट अब यु अलरेडी नो दिस टेक्निक्स होइन बल बाउन्सदेखि फर्स्ट सेमेस्टरदेखि नै तिमीहरूले अलरेडी यो गरिसकेको छ अब कसरी अप्लाई गर्ने मात्रै हो यो 0 र 1 यो प्यारेन्ट कन्स्ट्रेन्ट अब यो पनि इफ बिकज तिमीहरूको लेभलहरू धेरै डिफ्रेन्ट छ होइन कतिजना जस्ट पास गर्नको लागि मात्र सबमिसन गरिरहेछ कतिजना पुरा पोर्टफोलियो नै बनाउँछु भनेर गरिरहेछ होइन इफ चाहिँ मलाई ह्यासल भयो भने यो 1 2 अनि यो सिफ्ट थिचेर मात्रै पुश गरे पनि हुन्छ यसरी पुश गरे पनि हुन्छ अलिकति म्यानुअल चाहिँ काम बढी हुन्छ सी यो पनि भइ नै रहेछ विदाउट प्यारेन्ट कन्स्ट्रेन्ट सो प्यारेन्ट कन्स्ट्रेन्ट नै गर्नुपर्छ भन्ने चाहिँ जसले बुझेको छैन है बिकज वाइड रेन्ज अफ स्टुडेन्ट्स छ यहाँ त्यही भएर भनेको है कन्स्ट्रेन्ट नै बुझेको छैन कसरी बुझाउने अब भनेर पुरा आत्तिरहेको हुन्छ होला कोही कोही सो त्यसै उनीहरूलाई भनेको है नत्र यो इट्स भेरी इजी कन्स्ट्रेन्ट यो प्यारेन्ट चाइल्ड एन्ड कन्स्ट्रेन्ट केही क्वेसन छ हात र ब्लक के सुनेन हात कसरी गयो भनेको प्यारेन्ट गरेको अरू केही क्वेसन छ तिमीहरूको के कनेक्सन 01 त्यो स्विच क्रिएट गरेको के त्यो के हालेको
जस्तै फर इक्जाम्पल ब्लकमा चाहिँ हुन्छ, यो ब्लकमा चाहिँ हुन्छ। यो 0 1 कसरी हालेको भनेको यो यो अलरेडी तिमीहरूले प्यारेन्ट कन्स्ट्रेन्ट गर्दा आउँछ यो हैन। जस्तो सपोज मैले यहाँ तिमीहरूले प्यारेन्ट ल मैले तिमीहरूलाई एकचोटि सार्थक हो कसले सोधेको? ए आयो आयो, एकछिन बस्छ न है। ओके 0 र 1 कसरी आयो हैन। ल म यो यसलाई डिलिट गरिदिन्छु है। कुल यहाँ हेर त, यो मैले प्यारेन्ट कन्स्ट्रेन्टलाई डिलिट गर्दै मलाई पनि अब कनेक्सन चाहिएन भने यसलाई डिलिट गरे हुन्छ। डिलिट गर, अब सी पुश गर्यो तर गइरा छैन राइट, बिकज मैले कन्स्ट्रेन्ट नै डिलिट गरेँ। अब कसरी अप्लाई गर्ने त? ल हेर त यहाँ। सो यसमा अघि मैले 49 हालेको थिएँ राइट। सो 49 रेकर्डै छ म बरु है। ल म अहिले यहाँ म भन्छु तिमीहरू सुन मात्रै हैन, म पछि अपलोड गरिदिन्छु है त। सुन है, अब सुन, आँखा बन्द गरेर सुने नि हुन्छ। ओके सो यहाँ चाहिँ के भइरहेछ भने प्यारेन्ट, सो प्यारेन्ट भनेको हात हो हैन। प्यारेन्ट देन चाइल्ड चाहिँ कुन हो त? ब्लक हो। सो प्यारेन्ट चाइल्ड कन्स्ट्रेन्टमा गएर म रेकर्ड गरिरहेको छु। यो लुज भइरहेछ कि म यहाँ रेकर्ड अनि पछि अपलोड गरिदिन्छु नि। आयो आयो आयो, रेकर्ड भइरहेछ होपफुली। देन अप्लाई। सो अप्लाई गर्ने बित्तिकै फेरि ल आइहाल्यो हैन। प्यारेन्ट चाइल्ड प्यारेन्ट कन्स्ट्रेन्ट सबै हैन, एभ्री एक्सेस अप्लाई अफसेट अन हैन। त्यो गर्ने बित्तिकै के हुन्छ सी, अब पी क्युबको तल एउटा कन्स्ट्रेन्ट आयो, यहाँ जाने, यो कन्स्ट्रेन्टमा जाने, यहाँ 1 आयो। 1 भनेको अब यहाँ प्ले ससी अब बिग्रिसक्यो यहाँ हैन, बिकज 1 भइरहेछ। 1 भनेको अन भइरहेछ। मलाई 49 सम्म 0 चाहियो, सो म 0 गरिदिन्छु। अब गयो, सी कनेक्सन गयो राइट। सो 49 सम्म अब यो चाहिँ अलिकति याद गर्नुपर्ने हुन्छ कुन फ्रेमसम्म कति के राख्ने भनेर। यहाँ चाहिँ मलाई 0 चाहियो, सो सेट गरेँ मैले कि। देन 50 मा चाहिँ मलाई अब पुश गर्नु पर्यो हैन। सो अगेन म यहाँ 1 राखिदिन्छु। अब ओ यो मैले अगाडि नै गर्नुपर्ने। अब सेट गर्दै भने सी अगाडि यहाँ भइरहेको छैन। देन यहाँ 50 देखि चाहिँ के भयो त? 50 देखि हो त, यहाँ चाहिँ पुश भयो। अब यसको भ्यालु लिदियो उसले। ए अर्को हातमा चाहिँ मैले गरेर छु मिस्टेकली, आएन। सो यो अर्को हातमा चाहिँ मैले सेट गरेको रहेछ पहिला प्रिभियसली। सो चाइल्ड प्यारेन्ट चाइल्ड म यसलाई डिलिट गर्छु, यो रेकर्डेड छ। सो प्यारेन्ट चाइल्ड कन्स्ट्रेन्ट प्यारेन्ट अप्लाई। सो 49 मा मलाई चाहिएन, 49 मा यो 0 हुन्छ, सेट की। देन 50 मा 1। ओके तिमीहरूले यो प्यारेन्ट गर्न चाहिँ यो सबै पोजिसन चाहिँ मिलाउनु पर्यो। सी अघिको अर्को हातमा गर्दा मिलिरहेको थिएन, बिकज प्रिभियसली मैले लेफ्ट वाला हातमा हैन, यो रातो वाला हातमा सेट गरेको थिएँ। अब चाहिँ ठिक छ है। ल यो मैले रेकर्ड गरेर अलरेडी त्यहाँ पनि भइसकेको छ। अरू केही छ क्वेसन? एनिथिङ एल्स? ओके वेट है त, यहाँ अरू के छ? अब लेट्स लुक एट मार्किङ क्राइटेरिया। प्लानिङ रिसर्च भइसक्यो हैन। सो यसमा टाउको दुखाइ छैन। क्यारेक्टर सेटअप पनि अलमोस्ट को भइसक्यो नै भन्छु म, बिकज यो सकाउनै पर्ने थियो तिमीहरूले माइलस्टोनमा राइट। त्यसपछि फेसियल एक्सप्रेसन
मैले अलिकति कभर गरिसकेँ आज हैन तिमीहरूले बनाएको फेसियल एक्सप्रेसनमा कसरी अझै अपिलिङ देखाउने बडी मुभमेन्ट्सहरूले गर्दा सो यो पनि टेन्सन हुँदैन यो राइट 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 सो फेसियलमा पनि प्रब्लम छैन अब अब्जेक्ट इन्ट्रेक्सन हो अलिकति झन्झट हुने भनेको हैन टाइम कन्ज्युमिङ हुने भनेको 10 मार्क्सको छ अब यो अब्जेक्ट इन्ट्रेक्सन फेसियल एक्सप्रेसन यही दुईटाले डिटरमाइन गर्छ फाइनल भिडियो हैन फाइनल भिडियो र ब्रेकडाउन अब ब्रेकडाउन चाहिँ मैले त्यति टाइम लाग्दैन जस्ट प्ले ब्लास्ट गर्ने हो याद छ नि प्ले ब्लास्ट राइट क्लिक प्ले ब्लास्ट अब यो प्ले ब्लास्ट पनि मेरो सपोज यहाँ कतिसम्म छ 80 फ्रेमसम्म छ त्यसपछि छैन भने यो मिलाउने 80 फ्रेम्स राख्ने यहाँ तिम्रो यो टाइमलाइनमा जति छ त्यति नै रेन्डर हुन्छ प्ले ब्लास्ट हुन्छ सो प्ले ब्लास्ट अनि प्ले ब्लास्ट गर्दा यो क्यामेरा एंगल सबै इमेज प्लेन अन गरेको छ भने इमेज प्लेन पनि आउँछ सो मेक श्योर यो यस्तो यस्तो छैन सिस्टमेटिक छ मेक श्योर सबै प्ले ब्लास्ट सेम छ मतलब सेम भन्नाले एउटै की फ्रेममा मतलब क्यामेराहरु हैन त्यसरी गरेर मिलाएको छ त्यसपछि नेक्स्ट के छ इन्भाइरोमेन्ट मोडलिङ त तिमीले गरिसक्यो होला हैन त्यस्तो डिटेलिङ चाहिँदैन 8 मार्क्स को छ मोडलिङ र शेडर्सहरु राखे हुन्छ देन ब्रेकडाउन भिडियो वान्स तिमीको यो एक्सप्रेसन र अब्जेक्ट इन्ट्रेक्सन भयो भने त यो त त्यति फरक पर्दैन हैन फाइनल भिडियोमा हुने भनेको क्रेडिट्सहरु हो टाइटल क्रेडिटहरु त्यसमा पनि तिमीले धेरै टेन्सन लिनु पर्दैन टेम्प्लेटहरु मिलाएर राखे हुन्छ सजिलो गरेर अनि डकुमेन्टेसन म्याक्सिमम तिमीहरुको भइ नै सक्यो कति जनाले अझै पनि स्क्रिनशट मात्रै हालेको छ स्क्रिनशट मात्रै हाल्ने हैन डिस्क्रिप्सन पनि चाहियो सो मेनी अफ युले त गरेको छ अब तिमीहरुको बाँकी के भयो इन्भाइरोमेन्टको थोरै थोरै राख्नु पर्यो इन्भाइरोमेन्टको पनि इच एन्ड एभ्री डिटेल चाहिँदैन है सो जस्ट ब्रिफली यसरी यसरी चाहिँ मैले राखेर यसरी कम्पाइल गरेको हो भनेर इन्भाइरोमेन्ट मोडलिङ गरेर सक्यो सो तिमीहरुको मेन चाहिँ अलिकति अब्जेक्ट इन्ट्रेक्सनमा हो टाइम कन्ज्युमिङ हुने भनेको अरु त मार्किङ वाइज चाहिँ त्यति टेन्सन हुँदैन है साच्चै भन्यो भने इफ पोर्टफोलियो वाइज हेर्ने भनेको त हो हैन राम्ररी नै गर्नु पर्यो सिस्टमेटिक वेमा गर्ने हो भने चाहिँ त्यति बेला चाहिँ अलिकति तिमीहरुलाई प्रेसर हुन्छ इफ कति जना हैन जस्ट मार्किङको लागि मात्रै गर्ने हो भने चाहिँ सी त्यस्तो डिफिकल्ट चाहिँ हुँदैन अनि अर्को क्यामेरा एंगल अब सी यो फ्यु चिटिङ मेथड्सहरु तिमीहरुको यो इन्डस्ट्रीहरुमा पनि हुन्छ सो चिटिङ मेथड्सहरुमा पनि तिमीले कसरी गरिन्छ भने इन्डस्ट्रीमा पनि पहिला क्यामेरा एंगल सेट गर्छ त्यो क्यामेरा एंगल सेट गरेर कति चाहिन्छ एनिमेसन त्यो अनुसारको मात्रै बनाउँछ एभ्रीथिङ गरि राख्दैन उले एभ्री भ्यूमा हैन सबै थोकहरु हेर्दैन जस्तै कति जनाले वक साइकल गरिराछ रे हैन अनि खुट्टामा चाहिँ देखाउँछ रे भने मेन प्रायोरिटी खुट्टामा देऊ अब बडी माथिको पनि अलि त गर्नु पर्यो नै तर टु मच फोकस गर्नु पर्दैन सो पहिला क्यामेरा सेट गर इफ तिमीले मज्जाले एक दिन दुई दिन गरेर तिमीले पुरा बडीको पुरा वक साइकल बनायो तर पछि लास्टमा चाहिँ खुट्टामा त फोकस गर्ने बनायो भने त टाइम वेस्ट भयो नि हैन सो फर्स्ट तिमीको हुन त स्टोरी बोर्ड कति जना धेरै जनाको भइसक्यो त्यही स्टोरी बोर्ड हेरेर गर्ने हो भने क्यामेरा सेट गर क्यामेरा एनिमेसनको त टाइम लाग्दैन हैन जस्ट की फ्रेम टक टक गर्ने हो अलिकति ग्राफमा कहाँ स्लोइङ चाहिन्छ कहाँ चाहिँदैन कहाँ लिनियर राख्ने त्यो त कन्सेप्ट बुझेको छ त मैले त्यो सेट गरेपछि अनि एनिमेसन क्रिएट गर देन भाइभा तिमीहरुको मोस्ट प्रोबेबली 12th वीकमा हुन्छ ग्याप भएको ठाउँमा है देन डकुमेन्टेसन त तिमीहरुको अलमोस्ट भइ नै सक्यो डकुमेन्टेसनमा अलिकति इन्भाइरोमेन्ट अनि एनिमेसनको प्रोसेस अलिकति एक्सप्लेन गर त्यति हो ठीक छ सो यति नै हो कि छ क्वेशनहरु